हामीले छ नि हैन उल्लुलाई सम्झाउन सकिदैन के उल्लुलाई सम्झाउन सकिदैन के सो यो थटले हैन यो थिंकिङले हैन मेरो धेरै फ्रस्ट्रेसनबाट मलाई बचाएको छ के म चाहिँ पहिला यो कति आज भन्दा 7-8 वर्ष अगाडितिर हैन म अरूलाई धेरै सम्झाउन खोज्थे के लाइक मेरो कुरा राइट हो मै सही हो मैले भनेको कुरा सही हो र मैले सोचेको कुरा सही हो भनेर चाहिँ म पहिला जससँग पनि आर्ग्यु गर्थे के मेरो आर्गुमेन्ट पर्थ्यो लाइक मलाई चाहिँ के लाग्थ्यो भन्दा मेरो कुरा सही हो हैन यो कुरा गलतै हो अब कतिपय कुरामा चाहिँ डिबेट पर्थ्यो के डिबेट कसरी पर्थ्यो भन्दाखेरि अब कुनै कुरा मलाई चाहिँ सही जस्तो लाग्थ्यो हैन तर के हुन्थ्यो भन्दाखेरि अब उसको नजरमा चाहिँ उसको कुरा सही हुन्थ्यो के र म उसलाई सम्झाउन खोज्थेँ कि डिबेट गर्थेँ कि मेरो कुरा सही हो मै सही हो भनेर चाहिँ डिबेट गर्थेँ हैन सो लाइक यो म फ्रस्ट्रेटेड हुन्थेँ कि लाइक म सम्झाउन सक्दैन थिएँ कि मेरो कुरा सही हो भनेर चाहिँ म सम्झाउन सक्दैन थिएँ कि अब कति कुरा चाहिँ अब हुन्छ नि अब इक्जाम्पलको लागि अब सरले भनेको कुराहरुमै अब हुन्छ नि अब सर म्यामले भनेको कुराहरुमै साथीभाइमै त्यो आर्ग्यु हुन्थ्यो कि सरले चाहिँ यो कुरा भनेको छ भन्थ्यो तर म उलाई भन्थेँ कि सरले भन्नुभएको कुरा यो राइट हो यही कुरा भन्नुभएको तर उले भन्थ्यो हैन यो कुरा भन्नुभएको लाइक म चाहिँ आर्ग्यु गर्थेँ कि लाइक यस्तै आर्गुमेन्ट चाहिँ मेरो मान्छेहरुसँग चाहिँ भइराख्थ्यो कि धेरै मान्छेहरुसँग लाइक एकजना मान्छे होइन कि धेरै मान्छेहरुसँग चाहिँ आर्गुमेन्ट हुन्थ्यो के र म फ्रस्ट्रेटेड हुन्थेँ कि लाइक म आफ्नो कुरा चाहिँ म धेरैलाई बुझाउन खोज्थेँ क्या आजभन्दा 8 वर्ष अगाडि 9 वर्ष अगाडि वा 10 वर्ष अगाडि एक्ज्याक्ट मैले डेट याद छैन तर म त्यस्तो टाइपको मान्छे थिएँ कि लाइक म जोसँग पनि आर्ग्यु गर्थेँ मेरै कुरा सही होइन तपाईको कुरा सही होइन तेरो कुरा सही होइन मेरै कुरा सही हो तेरो कुरा कसरी सही भयो र म बुझाउन सक्दैन थिएँ र फ्रस्ट्रेटेड हुन्थेँ सकिन भन्ने चाहिँ फ्रस्ट्रेटेड हुन्थेँ कि पहिला चाहिँ है तर मैले बुझाउन सबैलाई छोडिदिएँ क्या किन छोड्यो भन्दाखेरि हैन एउटा त्यसपछि मैले एउटा थट एउटा थिंकिङ थाहा पाएँ हैन र एउटा कुरा थाहा पाएँ त्यसपछि मैले कसैलाई पनि बुझ्नेलाई बुझाउँथे हैन नबुझ्नेलाई बुझाउनै छोडेँ के मैले कति मान्छे हुन्छ नि बुझ्न खोज्दैनन् नि उनीहरुले भन्छ मेरै कुरा राइट हो एउटा र्याशनल थिंकिङ राख्दैनन् जस्ट आफ्नै कुरा राख्न खोज्छन् कि उनीहरुकै कुरा राइट हो भन्ने खोज्छन् के अनि हामीले उस्तो मान्छेहरुलाई हैन र्याशनल थिंकिङ नराख्ने मान्छेलाई चाहिँ हामीले चाहेर पनि बुझाउन सकिदैन के र जो मान्छे बुझ्न खोज्छन् के कसो छ रियालिटी लाइक इन्फर्मेसन एउटा फ्याक्ट कुराहरुमा विश्वास गर्ने मान्छेहरुले चाहिँ बुझ्छन् के र्याशनल सोच्ने मान्छेहरुले तर जो मान्छेले र्याशनल सोच्दैन त्यो मान्छेले बुझ्न खोज्दैनन् हैन सो थिंकिङ के थियो के लाइक म कसरी चेन्ज भयो के सो म कसरी चेन्ज भयो भन्दाखेरि हैन सन्दीप मेसरीको एउटा भिडियो हेरेको थिएँ के एक्ज्याक्ट भिडियो याद छैन कुन भिडियो हो हैन सायद त्यो भिडियो म थाहा पाएँ भने चेकआउट गर्छु एकलोड हैन चेकआउट गरेपछि थाहा पाएँ भने म यहाँनिर भिडियोको नाम हाल्दिन्छु भिडियोको स्क्रिनशट गरेर हाल्दिन्छु हैन सो त्यो भिडियो कुन हो भन्दाखेरि हैन ए भिडियो के हो रे भिडियो एक्ज्याक्ट थाहा भएन सो भिडियोमा के शेयर गर्नु भएको थियो भन्दाखेरि हैन यस्तै आर्गुमेन्ट हुन्छ नि त हैन अनि सन्दीप मेसर सरले कस्तो मजाक कुरा भन्नुभएको थियो कि अनि सर म मेरो कुरा राइट हो भन्छु मान्दैनन् भनेर एकजना लेडीले क्वेसन लेडी हो कि केटाले क्वेसन गरेको थियो अनि सरले के भन्नुभयो भन्दाखेरि किन अरूलाई चेन्ज गर्नु पर्यो उहाँले क्या मजाले भन्नुभयो के अनि उहाँले यस्तो मजाको इक्जाम्पल दिनुभयो हैन मैले पनि कसैलाई पनि चेन्ज गर्ने छोड्दिएँ कि सबैलाई चेन्ज गर्न छोड्दिएँ कि उहाँले कस्तो इक्जाम्पल दिनुभयो भन्दाखेरि लाइक उल्लुको इक्जाम्पल दिनुभयो के उल्लु तपाईलाई उल्लु थाहा छ नि हैन आउल OWL आउल भन्छ यार इंग्लिशमा आउल नै हो है ओल थाहा छ नि हैन सो ओल लाइक अहिले के हो यो अहिले त ओलको लागि यो रात हो नि हाम्रो लागि के हो दिन हो नि हैन अनि उहाँले के भन्नुभयो भन्दाखेरि ओललाई भन नि त यो अहिले दिन हो भनेर सो यो थट थियो के एउटा यो थट थिंकिङले हैन मेरो पुरै लाइक फ्रस्ट्रेसनबाट चाहिँ बचाइदिए के म जुन फ्रस्ट्रेसन हुन्थ्यो नि अरूलाई सम्झाउन खोज्दाखेरि सम्झाउन नसकेको फ्रस्ट्रेसन हुन्थ्यो नि त्यो फ्रस्ट्रेसनबाट चाहिँ मैले टोटली क्विट भएँ के सो मैले अरूलाई बुझाउनै छोडिदिएँ के किन बुझाउने कहाँ बुझाउन सकिन्छ उसको लागि उसकै कुरा राइट हो मेरो लागि मेरै कुरा राइट हो हैन तर बुझाउन सकिदैन नि त सबैलाई हैन तर त्यही हो के उल्लुलाई बुझाउन सकिदैन के उल्लुलाई म यो अहिले दिनो उसको लागि त जति सुकै हामीले जे गरे पनि उल्लुको लागि यो हैन आउलको लागि यो हैन रात नै हो के जति सुकै कोसिस गर्नु टाउको फोड्नुस् उसको अगाडि गएर हैन वा तपाई जे पनि गर्नुस् के तर उसको लागि यो जति सुकै तपाई गर्नु भए पनि उसको लागि यो रात हो के तपाईले उलाई बुझाउन सकिदैन के सो हामीले हैन कसैलाई पनि बुझाउन सकिदैन किनभने उनीहरु आफ्नै बबलमा छन् के र हामी पनि आफ्नै बबलमा छौं अ काइन्ड अफ यसो हेर्ने हो भन्ने सो कसैलाई बुझाउन जरुरी पनि छैन के
अब बुझ्ने मान्छेले बुझाउने हो, ऱ्यासनल सोच्ने मान्छेहरूलाई यस्तो यस्तो छ भनेर बुझाउने हो। अब बुझ्नै नखोज्ने मान्छेहरूलाई होइन र टाइम बुझ्न नखोज्ने मान्छेहरूलाई आफ्नै कुरा राइट भन्ने मान्छेहरूलाई चाहिँ तपाईँले बुझाउन सक्नुहुन्न क्या। जतिसुकै जे गरे पनि बुझाउन सक्नुहुन्न क्या। उल्लुलाई यो अहिले दिन हो बुझाउने कुरा जस्तै भयो नि त होइन, मान्छेलाई पनि बुझाउने कुरा जस्तो होइन। सो यो थट मैले थाहा पाएपछि, थिङ्किङ थाहा पाएपछि मैले होइन मान्छेहरूलाई चाहिँ बुझाउन चाहिँ छोडिदिएँ क्या र फ्रस्ट्रेसनबाट टोटली बचेँ होइन। लाइक त्यसपछि म मेरो कुरा राइट हो म भन्दिनँ कि लाइक यसो यसो हो भनेर चाहिँ भन्न सुरु गरेँ होइन। र मेरो कुरा राइट हुनसक्छ भनेर चाहिँ भन्थेँ कि अब त्यही रहेछ क्या। तपाईँ पनि यस्तो कुरामा फ्रस्ट्रेसन हुनुहुन्छ भनेपछि होइन, सो फ्रस्ट्रेसन हुन छोडिदिनु, तपाईँले बुझाउन सक्नुहुन्न, जस्ट क्विट जाने दो भनेर भन्थेँ कि सन्दीप सरले क्या मजाले छोडो भनेर भन्थेँ क्या। यो यस्तो छोड दो भनेर भन्थेँ क्या। किन चिन्ता लिनु पऱ्यो, किन सोच्नु पऱ्यो धेरै होइन। यो सानोतिनो कुरोहरूलाई चाहिँ क्विट गर्ने हो क्या। यो जुन कुरो हाम्रो हातमा छैन, कन्ट्रोलमा छैन, लाइक तपाईँले अरूलाई बुझाउन सक्ने कन्ट्रोलमा तपाईँको छैन, जुन कुरा हाम्रो कन्ट्रोलमा छैन त्यसलाई क्विट गर्दा बेटर हो क्या। र जुन कुरा कन्ट्रोलमा छ त्यो कुरा कन्ट्रोलमा छ भने कन्ट्रोल गरौँ न यार। किन फ्रस्ट्रेसन हुने क्या। तपाईँ फ्रस्ट्रेसन हुन जरुरी छैन। तपाईँको कन्ट्रोलमा छ कन्ट्रोल गर्नुहोस्, तपाईँ कन्ट्रोलमा छैन कन्ट्रोल नगर्नुहोस्, कुरै खत्तम नि त होइन। किन फ्रस्ट्रेसन हुनु पऱ्यो, किन दुःखी हुनु पऱ्यो होइन। हामी चाहिँ यस्तो सानोतिनो कुरामा चाहिँ दुःखी भएर हुन्छौँ नि त होइन। इभन म चाहिँ पहिला धेरै दुःखी हुन्थेँ है, तर यो थट थिङ्किङ एउटा फिलोसोफी भन्ने के भन्ने हो सायद त्यस्तै भन्न सकिन्छ होला होइन। त्यस्तो थिङ्किङ थाहा पाएपछि, यस्तो कुरा थाहा पाएपछि होइन मैले बुझाउन छोडिदिएँ क्या। मान्छेहरूलाई चाहिँ टोटल्ली बुझाउन छोडिदिएँ क्या। लाइक म मान्छेहरूलाई चाहिँ म बुझाउन सक्दिनँ यो चाहिँ मैले रियलाइज गरेँ नि होइन। त्यसपछि मैले टोटल्ली छोडिदिएँ क्या। किन बुझाउने क्या, आफू बुझ्यो भइहाल्यो नि होइन। किनभने आफू पहिला सुरु बुझ्ने हो क्या। र बुझ्न खोज्ने मान्छेहरूले बुझाउने हो भन्ने हो। लाइक हामी आफ्नै इन्फर्मेसनमा उसको कुरा पनि काइन्ड अफ राइट हो क्या। लाइक हेर्नु न, उल्लुको लागि यो अहिले के हो, अहिले रात हो नि त, उसको लागि रात हो नि त, उसको लागि रियालिटी त्यो हो नि त। अनि हाम्रो लागि के हो, अहिले दिन हो, रियालिटी हाम्रो लागि त्यो हो नि त। लाइक इन्फर्मेसन कुनै पनि गलत होइन क्या। जस्ट अब समय सिचुएसन कन्डिसन चाहिँ गलत हो, हाम्रो फरक भएको हो क्या। उसको लागि त्यही कुरा सही हो, हाम्रो लागि हाम्रै कुरा सही हो क्या। जस्ट इन्फर्मेसन अब हाम्रो लागि चाहिँ इन्फर्मेसन अहिलेको लागि इन्फर्मेसन र कन्डिसन चाहिँ हाम्रो लागि गलत भयो, त्यही भएर चाहिँ हाम्रो म्याच भएन र हाम्रो डिबेट भयो नि त होइन, उल्लु र हामीमा चाहिँ। सो दुवैको कुरा सही हो क्या। यसो सोच्ने हो भने दुवैको कुरा, लाइक उल्लुको कुरा पनि सही हो, मेरो कुरा पनि सही हो। मेरो लागि यो अहिले दिन हो, उल्लुको लागि यो अहिले रात हो, दुवैको कुरा सही हो क्या। डिबेट गर्नु पर्दैन क्या। हामी आफैमा बुझाउन नसकेर हाम्रै कुरा राइट हो भनेर होइन, तर दुवै कुरा राइट हो नि त। यो कुरा थट पाएपछि, यो कुरो थट थाहा पाएपछि होइन हामी बुझाउनु पनि छोड्छौँ कि लाइक दुवै कुरा राइट भएपछि किन डिबेट गर्ने कि हो। जस्ट आफ्नै बबलमा बस्ने हो कि उनीहरू आफ्नै बबलमा बस्छन् होइन, तर ऱ्यासनल भएर बस्ने कि हामी चाहिँ ऱ्यासनल थिङ्किङ फ्याक्ट बेसमा चाहिँ जिउनुपर्छ कि मलाई त्यस्तो लाग्छ होइन। र मेन कुरा भनेको चाहिँ हामी अरूलाई बुझाउन सकिँदैन, उल्लुलाई बुझाउन सकिँदैन होइन। अरूलाई बुझाउनेको चक्करमा आफू फ्रस्ट्रेसन नहौँ, आफ्नो टाइम वेस्ट नगरौँ, आफ्नो एनर्जी वेस्ट नगरौँ होइन। मेन भनेको जस्ट मुभ अन क्या, जस्ट त्यो कुरा छोडिदिने हो क्या। अब छोडिदिने, टोटल छोडिदिने क्या। लाइक अब बुझाउन सकिँदैन कि किन फ्रस्ट्रेसन हुनु पऱ्यो कि, फ्रस्ट्रेसन हुन जरुरी छैन। किन भन्दाखेरि तपाईँको कन्ट्रोलमा छैन, जुन कुरा तपाईँ कन्ट्रोलमा छैन त्यसमा फ्रस्ट्रेसन भएर काम पनि छैन। र मेन कुरा भनेको तपाईँ आफै बुझ्नु पऱ्यो फर्स्टमा क्या। र मेन कुरा ऱ्यासनल थिङ्किङ राख्ने क्या। ऱ्यासनल थिङ्किङ राखेपछि मात्र सबै कुरा हुन्छ क्या। र तपाईँले चाहेर पनि जसरी पनि उल्लुलाई बुझाउन सक्नुहुन्न। र यो थिङ्किङले मेरो लाइफ चाहिँ पुरै लाइफ त नभनौँ, लाइफ नै चेन्ज गरिदियो एक हिसाबले थिङ्किङले मेरो यो फ्रस्ट्रेसन मैले हुन छोडिदिएँ होइन। फ्रस्ट्रेसन हुन छोडेपछि त्यसपछि लाइक चेन्ज हुँदै गएँ म। लाइक म इभन अहिले पनि म कसैसँग पनि खासै डिबेट गर्दिनँ क्या। र बुझ्ने मान्छेसँग मात्र डिबेट गर्छु र नबुझ्ने मान्छेसँग चाहिँ डिबेट हुँदैन होइन। लाइक जस्ट कुराकानी हुन्छ, नर्मल कन्भर्सेसन हुन्छ। र म अहिले के सोध्छु भन्दाखेरि जोसँग कन्भर्सेसन गर्छु नि होइन, डिबेट भइरहेको हुन्छ। सो त्योसँग डिबेट हुँदाखेरि के हुन्छ भन्दाखेरि उसको कुरा पनि सही भनेरै म सोचिरहेको हुन्छु क्या। अनि म मेरो कुरा पनि सही भनेर नै भन्न खोजिरहेको हुन्छु होइन। र मेन कुरा भनेको उसलाई पनि उसको इन्फर्मेसन सही हो र मेरो इन्फर्मेसन पनि सही हो भनेर चाहिँ म बुझाउन खोज्छु क्या। र मेन कुरा भनेको चाहिँ म फ्याक्ट बेस क्या। फ्याक्ट बेसमा चाहिँ यो हो है, हाम्रो कुरा पनि राइट हो, तिम्रो कुरा पनि राइट हो, मेरो कुरा पनि राइट हो, तर फ्याक्ट कुरा यो हो क्या। लाइक हामी दुवैको इन्फर्मेसन हो नि त होइन। तर यो हामी दुवैको इन्फर्मेसन अब तेस्रो मान्छेको लागि त्यो इन्फर्मेसन रङ हुनसक्छ होइन। सो म चाहिँ त्यसरी चाहिँ बुझ्छु कि यो इन्फर्मेसनको खेल एकदम अजब गजब छ क्या। मेबी अब हाम्रो लागि अब त अहिले त यो यस्तो छ दुनियाँ होइन। अब मुनमा बस्ने अरू ग्रहमा बस्नको लागि कस्तो छ दुनियाँ होइन। लाइक उनीहरूलाई पनि हामीले डिबेट गर्न सकिँदैन नि त होइन। सो त्यो हो क्या मेन कुरा भनेको चाहिँ होइन। सबै कुरा इन्फर्मेसन हो र सबै इन्फर्मेसन सही गलत हुन्छ नै होइन।
र मेन कुरा भनेको चाहिँ त्यही हो, फ्रस्ट्रेसन नहौँ होइन, फ्रस्ट्रेसन हुन जरुरी छैन र यस्तो कुरामा चाहिँ आफ्नो एनर्जी र टाइम वेस्ट नगरौँ होइन। र जुन कुरा तपाईँको कन्ट्रोलमा छैन त्यो कुरा मजाले छोडिदिनु होइन। र यस्तो यो उल्लु र उल्लु र जुन मान्छेलाई बुझाउन सकिँदैन होइन, उल्लु जस्तो मान्छेलाई बुझाउनु, उल्लु फेरि मिनिङ चाहिँ रङ नलिनु है। उल्लु भन्न खोजेको चाहिँ मैले जस्ट इन्फर्मेसनको लागि भने है, उल्लु कोही पनि छैन, सबैजना इन्टेलिजेन्ट छन् आफ्नो ठाउँमा, सबैजना इन्टेलिजेन्ट छन्, रियल इन्टेलिजेन्ट छन् क्या। त्यो मैले भन्न खोजेको के भन्दाखेरि जुन मान्छेलाई बुझाउन सकिँदैन, जो कोहीलाई बुझाउन सकिँदैन, तपाईँले रियलमा सक्नुहुन्न, जस्ट मुभ अन, तपाईँ त्यहाँबाट जानुहोस्, त्यो छोडिदिनुहोस्, त्यो कुरा चाहिँ बुझाउने चक्कर छोडिदिनुहोस् होइन। बुझ्यो भने बुझ्यो, बुझेन भने छोडिदिनुहोस् क्या। फ्रस्ट्रेसन नहुनु र एनर्जी वेस्ट नगर्नु, किनभने उल्लुलाई बुझाउन सकिँदैन क्या। यो कुरा माइन्डमा राख्नुहोस् र थट राख्नुहोस् र फ्रस्ट्रेसन नहुनुहोस् र टाइम र एनर्जी वेस्ट नगर्नु।